हेलो साथीहरू नमस्ते एन्ड वेलकम टु माई ब्लग। यस्तो घाम चर्किरहेको 12 बजी छ ठ्याक्कै। आज चाहिँ म यो छतलाई राम्रो गराउँदैछु, मेन्टेन गर्दैछु, फुलहरू काट्ने अनि त्यसपछि यहाँको यो प्याजहरू हालिदिने, फुलहरूलाई राम्रो गराउने। खुर्सानी यस्तो राम्रो भएको छ। यो चाहिँ डल्ले खुर्सानी हो, यो चाहिँ रोज फुल। यो प्लान्टहरू यस्तो भयो, सबै मलजल गर्नु छ। आज चाहिँ म यही काम गर्छु। प्याज हेर्नु यस्तो फलिरहेछ। भएछ यहाँ त अलिअलि स्ट्रबेरी। रो यत्रो यत्रो फल्यो। अनि यो चाहिँ प्याजहरू आज चाहिँ यो सबै मैले अब उखालिदिने हो कि उखाल्ने काम गर्दैछु। अब हेर्नुहोस् अहिले चाहिँ यस्तो छ। अहिले एकछिनपछि कस्तो हुन्छ म हजुरहरूलाई देखाउँदैछु साथीहरू। अनि काम गरेको पनि म देखाउँछु। स्टेट्युन साथीहरू। म चाहिँ यो प्याज र लसुन केलाउँदैछु, टिप्दैछु। प्याज र लसुन चाहिँ ठुल्ठुलै फलिरहेको रहेछ। छतमा चाहिँ थोरै भए पनि आफूले मेहनत गरेर फलाएको चिज चाहिँ एकदम माया लाग्छ। अनि यो चाहिँ लगभग 1.5 किलो छ होला जम्मा। उम्रिन यसलाई फलाउन चाहिँ धेरै टाइम लाग्यो, तर 1.5 किलो छ होला। तर पनि एकदम माया लाग्ने, स्वादिष्ट हुने कि आफूले गराएको चिज चाहिँ घरै अर्ग्यानिक, केही विषादुहरू प्रयोग नगरिकन बनाएको, त्यो चाहिँ एकदम टेस्टी छ। यो प्याजले चाहिँ उखाल्दा पनि मेरो आँखामा एकदम रस आएको थियो पिरोले। अब आफ्नै घर उत्पादन गरेको थियो, एकदम पिरो हुने रहेछ। प्याजको पातले नि एकदम मेरो आँखा पोलिरहेको थियो। अनि घाम चाहिँ बिहानको 12 बजेको घाम थियो, एकदम गर्मी थियो। जति गर्मी भयो भने साथीहरू आफ्नो काम चाहिँ गर्नै पर्यो। म चाहिँ अब आफ्नो काम त नछोडी गर्नु पर्यो, त्यही भएर खुरुखुरु आफ्नो काम गर्दैछु। अनि यो चाहिँ हाम्रो छत हो। अब यसलाई मैले कसरी व्यवस्थित गर्नेछु हजुरहरूलाई देखाउने नै छु। हजुरहरूले मेरो भिडियो हेरेर साथ दिनु होला, सब्सक्राइब गरिदिनु होला प्लिज। यो चाहिँ हाम्रो प्याज कौसीमा फलेको। ल हेर्नुहोस् साथीहरू, यत्रो फलेछ। अनएक्सपेक्टेड, दिस इज फर्स्ट। यो चाहिँ फर्स्टै भनौँ, यति ठुलो फलेछ भने म सोचेको पनि थिएन। अनि यसमा चाहिँ म लसुन पनि थियो थोरै लगभग 1 मुठी जति थियो। अनि म लसुन पनि निकालेँ। अनि त्यसपछि लसुन निकालेर एकछिन घाममा सुकाउन छोडिदिन्छु भनेर लसुन पनि निकाल्न थालेँ। लसुन निकालेर यसको लसुनको पातहरू काटेँ। अनि त्यसपछि त्यो गोटीहरू चाहिँ घाममा सुकाउन छोडिदिएँ। घाममा नसुकायो भने चाहिँ साथीहरू त्यो पानीले परेर पिलित्त हुने रहेछ कि कुहिने रहेछ। त्यही भएर चाहिँ लसुन, प्याजहरू, आलुहरू हामीले बारीबाट ल्याइसकेपछि चाहिँ घाममा सुकाउन जरुरी हुने रहेछ। अनि साथीहरू म चाहिँ कति मोटो देखेको, माइ गड, आफैले आफूलाई देख्दैन तर्सिरहेको छु। यो चाहिँ मेरो सानो मन्दिर। अनि म चाहिँ तल किचनमा आएँ त्यो प्याजको पात काट्नको लागि। चक्कु लिन आएको। यो चाहिँ सिलाङ्गी चक्कु हो। अब चाहिँ साथीहरू म चाहिँ प्याजको अनि घाम चाहिँ बेसी छ, 12 बजेको घाम। अब म एकछिन त्यो प्याजको पातहरू काट्छु अनि हरियो चाहिँ खानको लागि रेडी गर्छु। अनि त्यो गोटीहरू चाहिँ म सुकाउनको लागि छोडिदिन्छु एकछिन। साँझ चाहिँ त्यो किचनमा लिएर जान्छु। अहिले चाहिँ यहीँ सुकाउँछु भनेर काट्दैछु। अनि म हजुरहरूलाई देखाउँदैछु, कोही सानो फलेछ, कोही ठुलो फलेछ, कोही जस्तो लाग्यो त्यस्तै छ। त्यही हजुरहरूलाई देखाउँदै काट्दै गरिरहेको छु साथीहरू। अनि घाम चाहिँ एकदम बेसनी छ, 12 बजेको घाम। गर्मी महिनाको 12 बजेको घाम तपाईँहरूलाई अनुभव पनि छ होला कति चर्को घाम हुन्छ भनेर। अनि यस्तो घाममा अनि म काम गरिरहेको छु साथीहरू, किनकि मलाई मेरो छत राम्रो गराउनु छ, डेकोरेट गर्नु छ, फुलहरू लगाउनु छ, फुलहरू फुलाउनु छ। अनि अहिले चाहिँ मेरो तिहारे फुलको बिउ छैन, बेर्नाहरू छैन, फुलहरू छैन। त्यही भएर तिहारे फुल चाहिँ नहुने भयो मेरो छतमा अहिले, नत्र प्रत्येक वर्ष हुन्थ्यो। अहिले चाहिँ नहुने भयो साथीहरू, एकदम दुःख लागिरहेछ। जहिले नि कुकुरे फुल आउने के अनि साथीहरू त्यो तिहारे फुलमा कुकुरे फुल नआउने कसरी बनाउने? त्यो
नर्सरीमा त्यस्तै 1 घण्टा निकाल्छ नि, कसरी त्यस्तो निकाल्ने त्यो कसैलाई थाहा छ भने प्लिज आइडिया सेयर गरिदिनु साथीहरू। म त जति राम्रो फुलको बिउ राखे पनि त्यो फुल चाहिँ जमाउँदाखेरि जहिले कुकुरे नै निक्लिन्छ। त्यही भएर कसैलाई केही आइडिया छ भने कसरी जमाउँदाखेरि त्यो कुकुरे निक्लिन्न, त्यो कसैलाई आइडिया छ भने प्लिज 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 सेयर गरिदिनु होला। त्यो सेयर गर्नुभयो भने म फेरि नेक्स्ट टाइम हजुरहरूलाई यसरी गर्ने रहेछ भनेर ट्राई गरेर अनि रिजल्ट देखाउने छु। प्लिज कसैलाई थाहा छ भने सेयर गरिदिनु होला। अनि साथीहरू बेला बेलामा भनिरहेको छु मेरो पसिना मेरो च्यानल सब्सक्राइब गरिदिनु होला। अनि मैले चाहिँ काम गरेको देखाउन सकेन, एकदम गर्मी थियो, मोबाइल तातिरहेको थियो, चार्ज थिएन। त्यही भएर अनि डाइरेक्ट अब चाहिँ म प्याजहरू काटिसकेपछि फुलहरू सबै फुलहरू गोडेर अनि त्यसपछि नयाँ नयाँ पोटमा राखेर अनि फेरि त्यो फुलको त्यो बिरुवाहरू सानो कोपिलाहरूलाई फेरि सारेर यस्तो बनाइसकेँ साथीहरू। यो सबै चाहिँ म देखाउन सकेन किनकि गर्मी थियो, त्यही भएर मोबाइल चाहिँ तातिरहेको थियो अनि काम गर्दै मोबाइल देखाउन चाहिँ सकेन। त्यही भएर अनि साथीहरू यो चाहिँ हाम्रो पूजा के अरे बाईहरूलाई पानी चढाउने ठाउँ। अनि यो चाहिँ हाम्रो फुलहरू, मेरो फुलहरू उखु फुल, एलोभेरा चाहिँ यस्तो राम्रो भयो। एकचोटि त एलोभेरा फुलेको पनि थियो, एकचोटि फुलेको एलोभेरा राम्रो भन्थ्यो, तर फुलेको थियो हाम्रो घर नि। अनि यो चाहिँ फुलहरू मैले सारेको। अब कस्तो हुन्छ हजुरहरूलाई रिजल्ट म देखाउने नै छु। मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गरिदिनु होला मेरो च्यानल। यस्तै डेली भ्लगको लागि चाहिँ म अब लगभग डेली भ्लग ल्याउने कोसिस गर्नेछु साथीहरू, बिस्तारै। अनि आज चाहिँ म कोसी सफा गरेको भिडियो बनाएको। अब एक दिन चाहिँ म फुल बिहानदेखि साँझसम्म के गर्छु त भनेर हजुरहरूलाई भ्लगमा देखाउने छु। अनि यो चाहिँ मैले सागहरू लगाएको, यो चाहिँ चाइनिज साग हो। अब हेरौँ कस्तो हुन्छ, सानो भएको थियो अनि त्यतिकै सारिदिएको, पानी हाल्दा चाहिँ यताउता बगेछ कि त्यही भएर यस्तो देखेको। यो चाहिँ पिङ्क कलरको रोज, यो चाहिँ कति राम्रो फुल्छ साथीहरू। अनि त्यसपछि म चाहिँ राम्रो फुल्छ, यो फुलको बिग फ्यान। एकैछिन फुल्छ अनि छिटो झरिहाल्छ त्यस्तो यो फुल चाहिँ। अनि यो चाहिँ रोज फुल, ठुलोवाला रोज फुल ठुलो फुल्छ अनि रेड कलरको। अनि यो चाहिँ सिन्दुरे कलरको रोज फुल। मलाई चाहिँ फुलहरू एकदम डिफ्रेन्ट टाइपको सार्न मन लाउँछ, तर के गर्नु, यो चाहिँ रेड कलरकै रोज फुल हो यो पनि, तर यो र तँमा चाहिँ छुट्टै हो रोज फुल। अनि यसरी आज मैले मेरो कामहरू सिद्ध्याएँ। अनि नानी पनि आइसकेको थियो, नानीले दुःख दिइरहेको थियो, त्यही भएर छिटो गरेर मैले मेरो छतको काम सिद्ध्याएँ। कस्तो देखेछ साथीहरू? अहिले त ठिकै देखिन्छ, तर भोलिपर्सि फुलेपछि राम्रो देखिन्छ।